Hello, good morning everyone. Welcome to my new vlog. I hope कि मलाई पनि तपाईहरुले हेल्प गर्नुहुन्छ भन्ने पक्कै पनि विश्वास गरेको छु। सो गाइज आज चाहिँ धेरै दिनपछि घाम लागेको छ अनि मौसम पनि कस्तो सफा देखिरहेछ। सो पानी 3 दिन लगातार पानी परेको थियो अनि सो घाम पनि लागेको थिएन। आज चाहिँ एकदम सफा एकदम राम्रो देखिरहेछ। सो गाइज म आज चाहिँ बारीतिर आको यतातिर खुर्सानी टिपौँ भनेर। खुर्सानी नि कस्तो पाकेर धेरै उभा छ। सो म लेट्स स्टार्ट। हामी खुर्सानीतर्फ लगाएको ठाउँ बारीतिर निस्केको थिएन। सो आज फाइनल्ली घाम लागेको कारणले गर्दाखेरि यतातिर खुर्सानी टिपेर आज घाममा सुकाउने हो। सो गाइस खुर्सानी पनि धेरै पाकेको छ। आज चाहिँ आज कस्तो घाम पनि राम्रो लागिरहेछ। घाम पनि कस्तो यतातिर पनि राम्रो देखिरहेछ। पारेतिर पनि कस्तो राम्रो एकदम राम्रो देखिरहेछ। सो सफा छ एकदम सुन्दर।